राम्रो जसलाई खुवाउनेमा राम्रो हुन्छ। जुम्लामा फलाउनु भएको रे जुम्लामै फलेको स्याउ हो भाइ। ओरिजिनल जुम्लेली हो नि स्याउ त तर राम्रो लाग्यो मिठो लाग्यो मिठो पनि हुन्छ। चाख्न पनि दिनुभयो दिदीले बिचरा औषधि हाले आउँदैन भाइ बच्चालाई खुवाएको राम्रो हुन्छ। आफूले खानुपर्छ स्वास्थ्यले काम गर्ने चाहियो बिकाम गर्ने के चाहियो 300 रुपियाँ गर्छन् अरूले केजीको कसरी दिनुभएको छ अनि हामी केजी 260 नै दिन्छौँ। 260 मात्रै अरू 300 रुपियाँ गरेर बेच्छन् म त्यतिमा दिन्छु। ए कति हिँड्नु तर यतिको हुँदैन किनकि आज कति केजी बेच्नु भएको थियो दिदी अरू ठाउँ यतिको हुँदैन क्या झरीको 20 केजी ल्याए हो अब यति रह्यो अब यहाँ कति केजी जति होला त होला 10-15 केजी होला न भाइ 10-15 केजी नि होला। सबै राम्रो छ नि स्याउ त एउटै हो भाइ ढुक्क हुनुहोस् भाइले मैले काटेरै चखाएरै देखाएको छु भने म के भन्ने अब स्याउ एउटै हो। दिनमा कति केजी बेच्नुहुन्छ अनि म बेच्ने यति मात्रै हो भाइ। मेरो तरकारी खेती छ कुन ठाउँ त्यही थानकोटमै। ए, अन्त त्यो टमाटर लगाए काँक्रा सिमी बढी छ हजुर म त्यो अलिअलि ल्याउँछु बेलुकै गइहाल्छु कि हबारै गएर आउनु पर्छ। आफू बाहालिएर अन्त अर्का ठाउँ बिक्री गर्नुपर्छ सिमी बढी टमाटर लिएर ठेकेदारलाई दिन्छौँ टिपेर। नानी बाबुहरू छ कि छैन 4वटा छ बच्चा। कता एक पढाउनुहुन्छ जेठी छ छोरी एक छोरी बिस्मिँदै पढ्छ ए अन्त 2टा छोरा उहीँ बोर्डिङमै हाले। ए अनि कतिको गाह्रो छ त दिदी यसरी स्याउ बेचेर के गर्नु घर व्यवहार चलाउनलाई गाह्रो छ कि छैन गाह्रो छ कि भाइ गाह्रो नभए त यस्तो को हुन्छ। है बुढाको नसु च्यापिया खाके ए अप्रेसन गर्नु भनेको छ। कुन हस्पिटलमा अब एक हुनुहुन्छ छोरो अपाङ्गा खाके ए अपाङ्ग हुनुहुन्छ एउटा छोरो के भएको छ अपाङ्गा छ। अब उहीदेखि अगाडि राम्रै थियो भाइ पछाडि के अलि 11 वर्ष भयो हजुर हिँड्न पनि सक्दैन खाना खान पनि सक्दैन दिसा पनि बाहिर जान सक्दैन। ए त्यसलाई हस्पिटल ल्याएको लिएछ ए सन्चो भएको छ। अहिले हस्पिटलमा हुनुहुन्छ कि घरमा हस्पिटलमा अब हिजो अस्ति त ल्या हजुर। 2-3 दिन भयो छैन 2-3 दिन पछाडि ल्याउनु पर्यो। अनि खर्चहरू कसले हेर्नुहुन्छ त खर्च के गर्ने यहाँबाट आए खर्च भयो भाइ नआए। ए तपाईँ आफैले हेर्नुहुन्छ है लास्टदेखि के ए ए बस ठिकै छ दिदी तपाईँलाई गाह्रो रहेछ के गर्नु आज सब बेची बुनी त भइसक्यो नि तपाईँको होइन बुनी भइसकेछ दिदी के गर्नु त अब हामीसँग खासै आज व्यापारै भएको छैन कि हाम्रो पनि अब राख्नु भने त राखौँ भाइ अब राख्दैन भने पनि अब भाइले कर भएन। खासै व्यापार छैन दिदी